नमस्कार, छोटकरी समाचारमा तपाईलाई स्वागत छ। आज मिति 2082 फागुन 26 गते मंगलबारका मुख्य समाचारहरू लिएर उपस्थित छु म ललिता गजमेर। हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। अब सुरु गरौँ आजका मुख्य समाचारहरू। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन मार्फत कुराकानी। रासोपाले नेपालमा हासिल गरेको सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त गर्दै भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उनको उल्लेख। गृहमन्त्री ओम प्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्च स्तरीय अधिकारी सहितको टोलीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन तथा निरीक्षण। नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गर्दै गृहमन्त्री अर्यालले नेपाल प्रहरी सामूहिक नेतृत्वको अवधारणाबाट अघि बढेकाले सरकार, प्रहरी र नागरिक बीच सहकार्य बलियो भएको बताए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए। एमाले राष्ट्रिय सभा सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिने बताइन्। राष्ट्र र जनताको पक्षमा हुने संविधान सम्मत सबै वस्तुहरू छलफल गरेर अघि बढ्न एमाले तयार रहेको झाँक्रीको भनाई। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुँजीवाद रहेसम्म समाजवादी क्रान्ति जारी रहने बताए। परिणाम जे आए पनि जनताको बीचबाट सङ्घर्ष जारी रहने र देश र जनताको हितका काम गर्ने उनको भनाई। प्रतिनिधि सभा निर्वाचनमा रौतहट 4बाट पराजित भएका ऋषि धुमलाले आम जनता पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए। निर्वाचनका लागि मात्रै पार्टीको चुनाव चिन्ह प्रयोग गरेको र अब कुनै सम्बन्ध नभएको प्रश्न पार्दै रौतहटवासीको सुख दुःखमा साथ दिने उनको प्रतिबद्धता। निर्वाचनको मौका छोपी मतदान गर्न लुकी छिपी आएका 3 जना फरार कसुरदार स्याङ्जाबाट पक्राउ। त्यस्तै जेनजी आन्दोलनको मौका छोपी कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी समीउल्लाह मिया पक्राउ। अमेरिकी डेमोक्रेटिक सांसदहरूद्वारा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई इरानको एक विद्यालयमा भएको आक्रमणमा दर्जनौंको मृत्यु भएको भनिएको आक्रमणको निष्पक्ष छानबिन गर्न आग्रह। र निराजन धामीको 2 गोल मद्दतमा त्रिभुवन आर्मीद्वारा राष्ट्रिय लिगको विभागीय डर्बीमा सोमबार नेपाल पुलिस क्लबलाई 4-1 ले पराजित। छोटकरी समाचार अहिलेलाई यति नै। हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा धन्यवाद। तपाईका गाउँठाउँका जुनसुकै खालका समस्या, गुनासो र कुनै पनि समाचार प्रसारण गर्नुपरेमा छोटकरी नेपालीको जुनसुकै प्लेटफर्ममा सिधै सम्पर्क गर्न सक्नुहुन्छ। ताजा समाचार सुन्न र हेर्नका लागि छोटकरी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुका साथै हाम्रा सबै सोशल मिडियाहरूलाई फलो गर्न अनि तपाईका सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। नमस्कार।